आज चाहिँ यसले के सोचिरहेछ भन्नुभयो होला। तर रातिको 8:30 बजे चाहिँ मैले चटपट खाने भनेर चाहिँ सामान लिन गएँ। सामान लिएर आएँ त मैले प्याज काटेर हालिसकेर प्याज काट्दा देख्न सक्नुहुन्छ मेरो आँसु कस्तरी धपधप्दै आएको छ। त्यही पनि मैले हार नमानी सबै सामानहरू चाहिँ जुटाएर काट्नतिर लागिसकेँ। र रुममा बस्दा यस्तै त हो नि प्रब्लम, न कोही साथी छ, कोही साथीसँग सेयर गरेर खानु पाए छुट्टै मजा हुन्थ्यो कि है साथीहरू। तर पनि ठिक छ, एक्लै भए पनि जहाँ पनि गरेर न हो भन्ने सोच हो मेरो चाहिँ। तर भन्दै त चाहिँ अब मेरो चटपट चाहिँ रेडी हुन्छ, देख्न सक्नुहुन्छ यस्तो रहेको चटपट। र एक्लै मैले अब यत्रो एक कुर्का चटपट खाइदिने हो कि। तर खान चाहिँ सकिन्छ किनकि धेरै भोक लागेको छ। यत्रो चटपट खाँदा पिरो भन्नुहुन्छ भने यस्तो सोच्नै नसकेको थियो कि। तर पनि मैले कम कि गम खाइदिन्छु कि। पिरो यति भयो कि मैले खान पनि सकिनँ र मैले आधा खाएर चाहिँ छोडिदिइसकेँ। र आँखाबाट आँसु पनि लास्टै आएको छ। तर पनि ठिक छ, अब चाहिँ म सोध्छु, निद्रा पनि लागिसकेको छ र भिडियोहरू चाहिँ अब कन्टिन्युसली आउँछ। र आजको लागि यति नै, बाई बाई, राधे राधे।